येया नक्साले दुगु पलेस्वा पुखु कमल पोखरिया नापाङ्गु चरण्य पुनर्निर्माण ज्या कोचागुदु नापाङ्गु चरण्य पुनर्निर्माण ज्या कोचासिनी वंगु बुधबा ये महानगरपालिका मेयर विद्या सुन्दर साक्य पलेस्वा पुखुया उलेज्या या नदीको खा उलेज्या ज्याचोले मेयर साक्य परम्परागत सांस्कृतिक व पर्यटकीय रूपे विकास यागु अभियान अन्तर्गत पलेस्वा पुखु यात गुरु योजना देगा पुनर्निर्माण याना गुथासे नापाङ्गु चरण्य ज्या कोचाका आ निगुगु चरण्य ज्यान सुर्यागु थया दिल तपाईहरुकै माग अनुसार म फेरि धन्यवाद नदिकन रहन सक्दिन। सबैले धेरै वर्ष प्रयास गरे, प्रहरी कार्यालय यहाँ हटाउनु पर्छ भनेर धेरैचोटि प्रयास गरे, तर सफल भएको थिएन। काठमाडौँ महानगरपालिकाको तर्फबाट हामीले पहल गर्यौं। आज राजन भद्र यही हुन्छ, उहाँले विशेष पहल गर्नुभयो। हामीले यहाँबाट प्रहरी रहेको भवन भट्काएर खुल्ला बनायौं। दोस्रो चरणमा फेरि हामी तपाईहरुसँग छलफल गर्छौं, दाइहरुसँग बसेर छलफल गर्छौं। पहिलो चरणको हाम्रो काम सक्यो, अब दोस्रो चरणको काम बाँकी छ, फेन्सिङको काम बाँकी छ, अझ यसलाई सुधार गर्न बाँकी छ। त्यसको लागि फेरि दाइहरुसँग बसेर हामी दोस्रो चरणको पनि भिजन चाहिँ तयार गरेका छौं। त्यसलाई अन्तिम रूप दिनुभन्दा पहिला तपाईहरुसँग यही भएका अन्य क्लब युथ कमल पोखरी युथ क्लब लगायत यहाँका अन्य विभिन्न स्थानीय क्लबहरुसँग र मान्यहरुसँग बसेर यसलाई अन्तिम रूप दिन्छौं। त्यसलाई पनि हामी चाँडै नै पुनर्निर्माणको काम अगाडि बढाउँछौं। ज्याचोले उपमेयर हरिप्रभा खड्की, वडालिया एकया अध्यक्ष भरतलाल श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध विभागीय प्रमुख डाक्टर राजन भट्टराई लगायत पुखुया पुनर्निर्माण यातकया नवानदीको खा सबै वडामा कहाँ चाहिँ सार्वजनिक जग्गाहरू छ त्यो जग्गालाई चाहिँ हामी पार्कमा परिणत गर्छौँ। किनभने अब काठमाडौँ भनेको त घना बस्ती भइसक्यो, मान्छेहरू 2-4 घन्टा यसो घुम्ने ठाउँ पनि छैन, स्वच्छ हावा खाउँ भन्ने पनि ठाउँ नहुँदाखेरि अहिले स्थानीय सरकारले चाहिँ हामी आइसकेपछि चाहिँ यो पार्कलाई चाहिँ ठाउँ ठाउँमा चाहिँ व्यवस्थाहरू चाहिँ हामीले गरेका छौँ। यो पनि केन्द्र बजेटबाट हामीले धेरै व्यवस्थित गरेका छौँ। कुनै ठाउँमा जगिङ नै राखिदिएको छ, बिहान आउने मर्निङ वाक आउनेहरूलाई चाहिँ जगिङ गरौँ, मर्निङ वाक जाउँ। कुनै ठाउँ फलामको चाहिँ यो योगा गर्ने ठाउँ पनि हामीले छुट्याइदिएका छौँ। किनभने स्वस्थ रहे, आफू स्वस्थ रहेन हामीले केही गर्न सकिन्छ भनेर जनतालाई चाहिँ स्वस्थ रहन् भनेर हामीले पार्कलाई चाहिँ व्यवस्थित गरेर हामी अगाडि बढेका छौँ। यो परम्परा पनि झल्कियोस् र आधुनिक हिसाबले पनि त्यसको टल्किने एउटा स्थिति पनि बनोस् र सँगै ओडावासीहरू र अन्य टाढाबाट आउनेहरूले पर्यटकहरूले समेत यो ठाउँ भिजिट गर्ने, एकचोटि यो ठाउँमा आउनुपर्ने एउटा स्थिति बनोस्। बिहान बेलुका साँझ दिउँसो समय पाउँदाखेरि आएर यहाँ घुम्न पाउने, बिहान मर्निङ वाक गर्ने, इभिनिङ वाक गर्ने, सामान्य समय फुर्सद हुँदाखेरि आएर थोरै बसेर यसो वार्तालाप गर्न मिल्ने, साथीभाइ भेटघाट गर्न मिल्ने ठाउँ बनोस् भन्ने जुन उद्देश्यका साथ यो काम भएको छ। यसका लागि म सिङ्गो महानगर परिवारलाई धन्यवाद भन्न चाहन्छु। विकास गर्ने सोच अनुसार आवश्यक बजेट विनियोजन गरी शहरी योजना आयोगले तयार गरेको योजना अनुरूप स्थानीयसँग पटक छलफल गरी आज यस रूपमा कमल पोखरी तपाईँको माझमा छ। तसर्थ म काठमाडौँ महानगरपालिकाका नगरपिता प्रमुख श्री विद्या सुन्दर साक्यज्यू, उपप्रमुख श्री हरिप्रभा श्रेष्ठ खड्गेज्यू, यस कमल पोखरीलाई पोखरीको रूपमा निर्माण गर्न प्राविधिक सहयोग गर्नुहुने श्री सरोज बस्नेतज्यू र उहाँको टिमलाई, साथै रानी पोखरी निर्माण गर्न सहयोग गर्नुहुने वडावासीमा म आभार व्यक्त गर्न चाहन्छु। पलेस्वा पुखु पुनर्निर्माण गुरु योजना कथा निगुगु चरण्य पुनर्निर्माण ज्या बोथला पुनर्निर्माण जुगु खा नि सोंगु रोपनी जिन पेंगु आनाती क्षेत्रफले नेनाचोंगु पलेस्वा पुखुली गुंगु चिवा पलिस्ता यागु दुसा दुहावनीगु लुखायत नेपाली स्वरूप ब्यातगु पुखु निर्माण नेपाली अप्पा व दर्शन लोन प्रयोग याना तगु दुसा यागु हितेन तया तगु दु खुगु कर सुई खुगु लखत तकाई लगानी निर्माण जुगु पुखु वास्तुशास्त्र या लिधसा परम्परागत निवास शैली पुनर्निर्माण यागु खा ठुके सोइदिछ